एडोब इनडिजाइन को यो भिडियो कक्षामा यहाँहरुलाई स्वागत गर्दछु। म अशोक खनिया। तपाई यस भागमा कुनै पिक्चरहरु ल्याइसकेपछाडी त्यसको लिंक म्यानेज गर्ने तरिका, त्यस्तै गरिकन लिंकलाई मोडिफाई गर्ने, त्यस्तै गरिकन मिसिङ लिंक र लिंक म्यानेज गर्ने तरिकाको बारेमा जानकारी पाउन सक्नुहुनेछ। र तपाईले अघिल्लो भागमा विभिन्न तरिकाबाट एडोब इनडिजाइनमा पिक्चरहरु ल्याउने, त्यस्तै गरी विभिन्न शेपमा पिक्चरहरुलाई राख्ने र विभिन्न इफेक्टहरु दिने बारे जानकारी पाइसक्नु भएको छ। जस्तै हामीले कहिलेकाहीँ डकुमेन्ट्सहरु बनाउँदा विभिन्न पिक्चरहरु यो पेजमा ल्याएर राख्दछौं र यदि तपाईले त्यो पिक्चर ल्याएर राखिसकेपछाडीको खण्डमा जुन ठाउँबाट तपाईले पिक्चर ल्याउनु भएको थियो त्यो ठाउँबाट पिक्चरलाई मोडिफाई गर्दिनु भयो अथवा डिलिट गर्दिनु भएको खण्डमा एडोब इनडिजाइनमा एरर आउने काम गर्दछ र यसलाई हामीले मिसिङ लिंक अथवा मोडिफाई लिंक भनेर दुईवटा मेसेज पाउँदछौं। जस्तै मैले यो एउटा टेक्स्टमा केही पिक्चरहरु ल्याएर राख्दछु। जस्तै मैले फाइलमा गएर प्लेस गरे। अब तपाईले यहाँबाट अगाडि ल्याए जस्तै गरिकन तपाईले यहाँबाट कुनै इमेजलाई ल्याउन सक्नुहुनेछ। जस्तै मैले यो एउटा पिक्चर ट्रेडिसनल एल्बम भन्ने एउटा इमेज ल्याएको छु, यहाँ प्लेस गरे। अब तपाईले यो पिक्चरलाई यो भागमा यसरी यहाँबाट साइज सानो बनाएर राख्नु भएको छ र यसलाई यदि तपाईले यो पिक्चरलाई क्यारेक्टर फर्मेटमा नै राख्न चाहनुहुन्छ भने यहाँबाट तपाईले कट गर्नुहुनेछ। यहाँबाट इन्टर हानेर यो टेक्स्टको रूपमा नै अर्थात कुनै एउटा क्यारेक्टर स्टाइलमा राख्नुहुनेछ। यसरी राख्दा हामीले पिक्चरलाई इन्टर हानेको खण्डमा टेक्स्ट सँगसँगै पिक्चर मुभ भएको पाउनुहुनेछ। यदि हामीले टेक्स्ट र्याप गरेर राखेको खण्डमा यो पिक्चर त्यसरी मुभ हुन सक्दैन। त्यस्तै गरी तपाईले यो पेजमा अन्य पिक्चरहरु पनि ल्याउन सक्नुहुनेछ। जस्तै मैले यहाँबाट फेसबुक भन्ने एउटा इमेज छ, यो इमेजलाई सेलेक्ट गर्नेछु र ओपनमा क्लिक गर्नेछु। यो पिक्चर आएको छ, यो निकै ठूलो छ। यसलाई तपाईले कन्ट्रोल र शिफ्ट थिचेर सानो बनाउन सक्नुहुनेछ। अब मैले यो पिक्चरलाई यहाँ राख्दै छु, यहाँ यसरी राखेको छु र यसलाई यहाँबाट सेलेक्ट गर्नु यहाँ तल झार्न सक्नुहुनेछ। र अब यो अवस्थामा यो पिक्चरलाई तपाईले फोटोशपमा गएर के मोडिफाई गर्नुभएको खण्डमा यहाँ तपाईले एउटा मेसेज पाउनुहुनेछ, अब्जेक्ट अथवा इमेज मोडिफाई भनेर। भने यदि तपाईले यो पिक्चर जहाँबाट ल्याउनु भएको छ त्यो ठाउँबाट डिलिट गर्दिनु भएको खण्डमा तपाईले एडोब इनडिजाइनको यो लास्टमा यहाँ नो एरर छ, अहिले यहाँ एरर देखाउनेछ र यदि पिक्चर डिलिट गर्नुभएको खण्डमा मिसिङ लिंक्स भनेर पाउनुहुनेछ। त्यस्तै गरी हामीले एडोब इनडिजाइनमा विभिन्न डिजाइनहरु डकुमेन्टहरु बनाउँदा विभिन्न पिक्चरहरु ल्याउँछौं। जस्तै यहाँ यो पिक्चर ल्याएको छ, यो पिक्चर छ, यो पिक्चर छ, त्यस्तै गरी यहाँ यो पिक्चर छ, यो पिक्चर छ र हाम्रो यो डकुमेन्टमा कतिवटा इमेजहरु कुन कुन अवस्थाबाट ल्याइएको छ भनेर हेर्नको लागि हामीले लिंक म्यानेजर भनेर हेर्न सक्दछौं। यसको लागि तपाई यो राइट साइडमा लिंक्स भनेर पनि पाउनुहुनेछ। यदि तपाईले यो राइट साइडमा लिंक्स पाउनु भएन भने तपाई विन्डोमा जानुहुनेछ र यहाँबाट लिंक अर्थात कन्ट्रोल शिफ्ट डी लाई हेर्नुहुनेछ र यो लिंकबाट तपाईले ल्याउनु भएका पिक्चरहरुको यहाँ तपाईले लिंक पाउनुहुनेछ, कति नम्बर पेजमा राखिएको छ भनेर यसमा हेर्न सक्नुहुनेछ। र अब तपाईले जस्तै यो facebook.jpg भन्ने पिक्चर हो, यो आरजीबी मोडमा छ, यो यसले यति साइज लिएको छ, यसको DPI 72 छ, यसको साइज यति बाइ यतिको छ भनेर सम्पूर्ण इन्फर्मेसनहरु यहाँ पाउन सक्नुहुनेछ। र अब यो अवस्थामा मैले यो कुनै एउटा पिक्चरलाई मोडिफाई गरेको खण्डमा यहाँ एउटा मेसेज आउनेछ। जस्तै यो फेसबुक भन्ने पिक्चर तपाईको यो कम्प्युटरको डेस्कटप भन्ने फोल्डर भित्र छ र अब मैले यसलाई केही मोडिफाई गरेको खण्डमा यहाँ एउटा मेसेज आउनेछ। यसलाई हेरौं। मैले फोटोशप खोले, रनमा गएर फोटोशप तपाई टाइप गर्नुहुनेछ। तपाईको कम्प्युटरमा बिस्तारै फोटोशप लोड भइरहेको अहिले पाउनुहुनेछ र अब तपाईले त्यो पिक्चरलाई ओपन गर्नुहुनेछ। जस्तै फाइलमा गएर ओपन गर्नुहुनेछ। हामीले इनडिजाइनमा लगेको फेसबुक भन्ने फोटो डेस्कटप भन्ने फोल्डर भित्र यहाँ फेसबुक भन्ने छ। मानिलिनुस् तपाईको यो पिक्चरलाई अब तपाईले यसको कलर मोड, यसको साइज र यसको फर्मेटहरु चेन्ज गर्नुभएको खण्डमा जस्तै यो रजिस्टरको साइन रहेछ, यसलाई तपाईले यहाँबाट इरेज गर्दिनु भयो, मेट्दिनु भयो अथवा यसलाई यसरी सेलेक्ट गरेर ब्रश टुलको तरिकाबाट यसरी यसलाई चाहिँ
डिलिट गरिदिनु भयो। त्यस्तै गरी तपाईको यो पिक्चर RGB मोडमा छ, यसलाई इमेजमा गएर मोडमा गएर तपाईले सेम वहीकै कलर मोडमा राखिदिनु भयो र यसको साइजलाई इमेजमा गएर इमेज साइज केही साइजहरु चेन्ज गर्नुभयो। जस्तै यो साइज, यसको साइज 19 इन्च छ, तपाईले 10 इन्चको साइज, रेजोल्युसन 72 छ, 300 रेजोल्युसन। यो अवस्थामा तपाईले यो पिक्चरलाई सेभ गर्नुहुनेछ। कन्ट्रोल एस थिच्नु भयो भने सेभ भएको छ र यसलाई ओके मा क्लिक गर्न सक्नुहुनेछ। अब तपाईले यसलाई मिनिमाइज गर्न सक्नुहुनेछ र इनडिजाइनमा जानुभएको खण्डमा यहाँ एउटा एरर आएको छ। अगाडिसम्म नो एरर थियो। अब तपाईले यो लिंक म्यानेजरमा जानुभएको खण्डमा पनि तपाईले यहाँ एउटा एरर पाउनुहुनेछ। यो फेसबुकमा यहाँ एउटा एक्सक्लेमेसनको मार्क छ, यसको अर्थ भनेको छ यो एरर भएको छ। र अब तपाईले यो इमेजमा क्लिक गर्नुभएको खण्डमा यो मोडिफाई अर्थात यो हामीले ल्याएको पिक्चर यहाँ मोडिफाई भएको छ र तपाईले यो एरर के को एरर हो भनेर यहाँ डबल क्लिक गरेर हेर्न सक्नुहुनेछ। यहाँ एउटा प्री फ्लाइट भन्ने अप्सन आएको छ र मोडिफाई लिंक 1 भनेर आएको छ, यसलाई मोडिफाई भएको छ। र मोडिफाईमा यसलाई हामीले यस्तो मोडिफाई भएको खण्डमा यो लिंकमा गएर तपाईले यहाँबाट अपडेट गराउन सक्नुहुनेछ। यसलाई अपडेट गराइदिनु भएको खण्डमा अहिले नो लिंक भएको छ। त्यस्तै गरी तपाईले यो फोटोको ठाउँमा अर्को फोटोलाई राख्नु परेको खण्डमा तपाईले रिलिंक गर्न सक्नुहुनेछ। अथवा कहिलेकाहीँ हामीले सोर्स ठाउँबाट ल्याएको इमेज अन्यत्र चेन्ज भएको खण्डमा पनि हामी रिलिंक गर्न सक्छौं। जस्तै मैले यसलाई क्लिक गरे, अब तपाईले यो लिंकमा जानुहुनेछ र यहाँबाट रिलिंक गर्न सक्नुहुनेछ। यो रिलिंक अप्सन हो र अब तपाईले रिलिंक यसको ठाउँमा राख्ने पिक्चर आफ्नो लोकेसन चुज गर्नुहुनेछ। जस्तै मैले डेस्कटप फोल्डर चुज गरे र अब तपाईले यहाँबाट आफुलाई आवश्यक पर्ने एउटा इमेज अथवा राख्नुपर्ने इमेज यसरी चुज गर्नुहुनेछ र ओपन गरिदिनु भएको खण्डमा यो फोटो त्यो फोटोको ठाउँमा यो फोटो चेन्ज भएको पाउनुहुनेछ, लिंक भएको छ। त्यस्तै गरी जस्तै यो पिक्चर हामीले यो पिक्चर ल्याएको फोल्डरबाट यो पिक्चरलाई यदि तपाईले डिलिट गरिदिनु भएको खण्डमा मिसिङ भएको हुनेछ। जस्तै मैले यो डेस्कटप भन्ने फोल्डरबाट यहाँको यो डेस्कटप भन्ने फोल्डरबाट यो फेसबुक भन्ने इमेजलाई यसलाई डिलिट गरिदिए र रिसाइकल मेनु पठाएको छु। अब तपाई इनडिजाइनमा जानुभएको खण्डमा यहाँ 1 एरर आएको छ र यो अवस्थामा मिसिङ लिंक अर्थात यो 1 एररमा डबल क्लिक गर्नुहुनेछ र यहाँ मिसिङ लिंक आएको छ। कुन पेज भन्दा 6 नम्बर पेजमा भएर आएको छ। यसरी तपाईले हामीले इनडिजाइनमा काम गर्दा लिंक मिसिङ भएको खण्डमा हामीले त्यो प्रिन्ट गरेर निकाल्न सक्दैनौं र यदि प्रिन्टरबाट प्रिन्ट गरेको खण्डमा पनि तपाईको क्वालिटी आउँदैन भने तपाईको पब्लिकेसन मिडिया हाउसहरुमा त्यो डकुमेन्टलाई प्रिन्ट गर्न सक्दैनौं। किनभने हामीले पछाडी डकुमेन्टहरु पीडीएफ मा कन्भर्ट गर्नुपर्ने र विभिन्न सीटीपी सेपरेसन कलर सेपरेसनबाट काम गर्नुपर्ने हुँदाखेरि तपाई हामीले डकुमेन्ट बनाउँदा कुनै पनि इमेजहरुलाई लिंक मिसिङ बनाएको खण्डमा हामीले डकुमेन्ट्समा काम गर्न सक्दैनौं। यसरी इमेजमा हामीले एउटा लिंकलाई मोडिफाई लिंक, मिसिङ लिंक र रिलिंक जस्ता अप्सनहरुबाट काम गर्न सक्दछौं र कुनै पनि इनडिजाइनमा जस्तो हामीले यो पिक्चर ल्याउँदाखेरि यसको लिंक सोर्स फाइल कहाँ छ भनेर अत्यन्त इम्पोर्टेन्ट तरिकाबाट हामीले हेर्नुपर्ने हुन्छ। र अब यो अवस्थामा तपाईले यहाँ लिंक भएको 1 एरर आएको छ र यदि अब तपाईले डिलिट गर्नुभएको पिक्चर जस्तै यहाँ यो डेस्कटपको यो डेस्कटप भन्ने फोल्डरबाट फालिएको थियो र रिसाइकल बिनमा गएको थियो। अब मैले यो रिसाइकल बिनबाट यहाँ फेसबुक भन्ने इमेजलाई रिस्टोर गरेर पुनः मैले डेस्कटपको यो डेस्कटप फोल्डरमा राखेको खण्डमा अब तपाईको यो 1 एरर अहिले हटेको छ। अर्थात पुनः यो इनडिजाइनले यो लिंक आफै अटोमेटिकली दिएको पाइएको छ र यो अवस्थामा तपाईको यो एरर हटेको छ। यसरी हामीले एडोब इनडिजाइनमा लिंक र म्यानेज लिंकको अप्सनमा बारेमा जानकारी पाउन सक्छौं।